हेलो सरहरू, के छ हौ? खबर सुनौँ क्या रे। आजको पनि मैले एउटा टपिक्स लिएर आइसकेको छु। कस्तो लाग्छ प्रतिक्रिया भने चाहिँ दिन नबल्ल होला ल। अनि यसको साथसाथै मैले एउटा चाहिँ हजुरहरूलाई एउटा सूचना दिन पनि गइरहेको छु है। पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषदमा दर्ता हुनुभयो त? यदि हुनुभएको छैन भने समयमा दर्ता गर्नु होला, किनभने तपाईँहरूलाई चाहिँ व्यवसायदेखि लगेर चाहिँ हामीले चाहिँ इक्जामहरू दिन पनि रोक्न सक्छ। त्यस कारणले गर्दा समयमा चाहिँ हजुरहरूले दर्ता हुनुहोला भन्ने पनि आग्रह गर्छु। र यदि यो चाहिँ दर्ता चाहिँ कसरी गर्ने, कहाँबाट गर्ने भन्ने हुनुहुन्छ भने पनि मैले हजुरहरूको लागि सहयोगको लागि एउटा नम्बर तल राखिदिएको छु। त्यसमा चाहिँ हजुरहरूले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुने। यो तल दिएको नम्बरमा सबैले चाहिँ कन्ट्याक्ट गरेर चाहिँ आफ्नो परिषदमा चाहिँ आफ्नो डकुमेन्टहरूलाई सुरक्षित साथ दर्ता गर्नुहोला ल। ल आजको टपिक्सतिर प्रवेश गरौँ त नि। आम्बो आजको टपिक्समा पहिलो नम्बरमा रहेको छ यस्तो प्रकारको क्वेसनहरू। माछासँगै बङ्गुर पाल्दा 1 हेक्टर माछा पोखरीमा कति बङ्गुर राख्न सकिन्छ? अप्सन कमा रहेको छ 50 देखि 60 वटा, अप्सन खमा रहेको छ 40 देखि 50 वटा, अप्सन गमा रहेको छ 20 देखि 30 वटा, अप्सन घमा रहेको छ 55 देखि 60 वटा। यसको राइट एन्सर हजुरहरूले गेस गरिसक्नु भयो होला। माछासँगै बङ्गुर पाल्दा 1 हेक्टर माछा पोखरीमा चाहिँ 40 देखि 50 वटा चाहिँ बङ्गुर राख्न सकिन्छ। अप्सन ख यसको एन्सर रहेको छ। साधारणतया माछासँगै बङ्गुर पालन चाहिँ नेपालमा विक्रमसँग 2032-33 सालदेखि सुरुवात भएको थियो। माछासँगै बङ्गुर पालन व्यवसाय चाहिँ अत्यन्त फाइदाजनक व्यवसाय हो। बङ्गुरलाई माछासँग पालन गर्दा बङ्गुरले खाएर फालेको खाद्य पदार्थ माछाको आहारको रूपमा र बङ्गुरको मल चाहिँ फाइटोप्लाङ्क्टनको रूपमा पनि प्रयोग हुन्छ है। त्यस कारणले गर्दा माछा पोखरीको माथि वा छेउछाउमा चाहिँ बङ्गुरहरूको खोर निर्माण गरेर चाहिँ बङ्गुरलाई पालन गर्न सकिन्छ। यसरी बङ्गुर पालन गर्दा 1 हेक्टर क्षेत्रफलमा करिब 40 देखि 50 वटा बङ्गुर चाहिँ पालन गर्न सकिन्छ। ल त साथीहरू, मैले प्रविधि त्यस्तै गरी अप्सन खमा रहेको छ 2 वा 2 भन्दा बढी जातको माछा राखेर पालन गर्ने प्रविधि। त्यस्तै अप्सन ग माथिका दुवै, अप्सन घ माथिका कुनै पनि होइन। यसको राइट एन्सर हजुरहरूले चाहिँ गेस गरिसक्नु भयो होला। यसको राइट एन्सर हजुरहरूले गेस गरिसक्नु भयो होला। अप्सन क 1 जातको माछा राखेर मात्र पालन गर्ने प्रविधिलाई चाहिँ मोनोकल्चर भनिन्छ भने 2 पोखरीमा 2 वा 2 भन्दा बढी जातको माछा राखेर पालन गर्ने प्रक्रियालाई चाहिँ पोलिकल्चर भनिन्छ। त्यस्तै गरी अर्को प्रश्नमातिर जाउँ। मत्स्य पोखरीमा चुनको प्रयोग मल हाल्नुभन्दा कति दिन पहिले गर्नु पर्दछ? अप्सन क 5, अप्सन ख 7, अप्सन ग 14 दिन, अप्सन घ 21 दिन। यसको राइट एन्सर पनि हजुरहरूले चाहिँ गेस गरिसक्नु भयो होला। यसको राइट एन्सर रहेको छ अप्सन ख 7 दिन। मत्स्य पोखरीमा चुनको प्रयोग मल हाल्नुभन्दा कम्तीमा पनि 7 दिन अगाडि चाहिँ प्रयोग गर्नु पर्दछ। त्यस्तै गरी अर्को प्रश्नमातिर जाउँ। कार्प जातको माछालाई प्रोटिन
कार्प जातको माउ माछालाई प्रोटिन कति प्रतिशत दरले दिनुपर्दछ? अप्सन क 25, अप्सन ख 30, अप्सन ग 35, अप्सन घ 40। यसको राइट एन्सर हजुरहरूले गेस गरिसक्नुभयो होला। यसको राइट एन्सर रहेको छ अप्सन क 25 देखि 30। त्यस्तै गरी हामीले चाहिँ भुरा माछाको दानामा चाहिँ प्रोटिनको मात्रा चाहिँ 30 देखि 35% दिइन्छ हैन। त्यस्तै गरी खाने माछाको दानामा चाहिँ प्रोटिनको मात्रा चाहिँ 20 देखि 25% दिन सकिन्छ हैन। त्यस्तै गरी प्राकृत र कृत्रिम आहारको अनुपात चाहिँ 55:45 हुने गर्दछ हैन। फाइटोप्लाङ्टनको विकास हुन्छ। त्यस्तै गरी हामीले चाहिँ ग्रास कार्प माछालाई चाहिँ उन्नत जातको घाँसहरू जस्तै किम्बु, इपिलिपिल हैन, त्यस्तै गरी नेपियर, पारा जै साथै केराको पात र तरकारीको पात चाहिँ ग्रास कार्प माछाको लागि दिन सकिन्छ। हामीले चाहिँ मलको मात्रा चाहिँ कति बेला दिने त भन्दा हामीले चाहिँ साधारणतया दानाको मात्रा चाहिँ साँझ परिसकेदेखि चाहिँ दाना दिनु हुँदैन हैन। त्यस्तै गरी कार्प जातका माछालाई चाहिँ 15 डिग्री सेल्सियस भन्दा तल तापक्रम झर्यो भने चाहिँ हामीले चाहिँ कार्प जातको माछालाई चाहिँ आहार दिनु हुँदैन। त्यस्तै गरी अर्को क्वेसनतिर जाम। गुणस्तरीय पानीको रङ हरियो हुन्छ भने पानीको पारदर्शिता कति गहिराइसम्म हुनु उपयुक्त मानिन्छ? अप्सन क रहेको छ 9 देखि 12। त्यस्तै गरी अप्सन ख रहेको छ 20 देखि 40। अप्सन ग रहेको छ 16 देखि 18 सेन्टिमिटर। त्यस्तै गरी अप्सन घ रहेको छ 40 देखि 50 सेन्टिमिटर। यसको राइट एन्सर हजुरहरूले गेस गरिसक्नु भयो होला। यसको राइट एन्सर रहेको छ अप्सन ख 20 देखि 40 cm। पानीको साधारणतया पानीको गहिराई भनेको चाहिँ 1.5 मिटर हैन। पानीको रङ भनेको चाहिँ हरियो हुनुपर्दछ भने, त्यस्तै गरी पानीको पारदर्शिता भनेको 20 देखि 40 cm हुनुपर्छ भने, त्यस्तै गरी प्रकाशको क्षेत्र चाहिँ 40 देखि 80 cm को हुनुपर्छ भने, त्यस्तै गरी कार्प जातको लागि पानीको तापक्रम भनेको 18 देखि 32 डिग्री सेल्सियस हुनुपर्छ। त्यस्तै गरी अर्को रहेको छ पानीको, यो भनेको चाहिँ पानीको भौतिक गुणहरू भयो हैन। त्यस्तै गरी अब हामीले चाहिँ पानीको रासायनिक गुणहरू चाहिँ के हुन् त भन्दा, पानीको रासायनिक गुण चाहिँ घुलित अक्सिजन 5 ppm भन्दा बढी हैन। त्यस्तै गरी घुलित कार्बन डाइअक्साइड चाहिँ 20 ppm भन्दा कम हुनु पर्यो। त्यस्तै गरी पानीको pH भनेको चाहिँ 6.5 देखि 9 सम्म हुनु पर्यो। त्यस्तै गरी सम्पूर्ण क्षारीयता भनेको चाहिँ 50 देखि 200 ppm। त्यस्तै गरी सम्पूर्ण कडापन भनेको चाहिँ 50 देखि 200 ppm र एमोनिया भनेको चाहिँ हाम्रो 0.2 ppm भन्दा कम हुनु पर्यो। त्यस्तै गरी कार्प जातको लागि पानीको जैविक गुणहरू के छन् त भन्दा, जैविक गुण भनेको चाहिँ ठुला जलीय वनस्पति चाहिँ अनुपस्थित हैन। त्यस्तै गरी फाइटोप्लाङ्टन चाहिँ बाहुल्यता हुनु पर्यो हैन। त्यस्तै गरी जूप्लाङ्टन चाहिँ ठिकै मात्रामा हुनु पर्यो र हिलो र लेदो चाहिँ 30 सेन्टिमिटर भन्दा चाहिँ कम हुनुपर्ने आवश्यक हुन्छ। त्यस्तै गरी अर्को प्रश्न नम्बरतिर जाऊँ। अर्को छ, साधारणतया भुरा हुर्काउने पोखरीको गहिराई कति बनाउनु पर्दछ? अप्सन क
0.75 देखि 1 मिटर। अप्सन ख 1 देखि 1.5 मिटर। त्यस्तै गरी अप्सन ग मा रहेको छ 0.5 देखि 2 मिटर। त्यस्तै गरी अप्सन घ मा रहेको छ 1.5 देखि 3 मिटर। यसको राइट एन्सर पनि हजुरहरूले गेस गरिसक्नुभयो होला। यसको राइट एन्सर रहेको छ अप्सन ख, अर्थात् 1 देखि 1.5 मिटर चाहिँ हुर्काउने पोखरीको गहिराई बनाउनु पर्दछ। त्यस्तै गरी हामीले चाहिँ भुरा हुर्काउने पोखरीको को साइज चाहिँ 7 देखि 10 सेन्टिमिटर चाहिँ हुन पनि सक्छ होइन, अथवा हामीले चाहिँ 200 देखि 500 वर्ग मिटरको हिसाबमा बनाउन सकिन्छ। त्यस्तै गरी माछा पोखरीको गहिराई चाहिँ 1.5 देखि 2 मिटर गहिराई हुन्छ। त्यस्तै गरी नर्सरी पोखरीको चाहिँ 0.8 देखि 1 मिटर गहिराई हुन्छ भने उत्पादन पोखरीको गहिराई चाहिँ 1.5 देखि 2 मिटर हुने गर्दछ। त्यस्तै गरी अर्को क्वेसनमा जाऊँ। माछा पोखरीमा पानीमा हुने रासायनिक गुणहरू कुन कुन हुन्? अप्सन क घुलित अक्सिजन। अप्सन ख कार्बन डाइअक्साइड। अप्सन ग सम्पूर्ण कडापन। अप्सन घ माथिका सबै। यसको राइट एन्सर पनि हजुरहरूले गेस गरिसक्नु भयो होला। यसको राइट एन्सर रहेको छ अप्सन घ, यानि कि माछा पोखरीमा पानीमा हुने रासायनिक गुणहरू भनेको चाहिँ घुलित अक्सिजन, कार्बन डाइअक्साइड, सम्पूर्ण कडापन हो। जस्तै घुलित अक्सिजन भनेको चाहिँ 5 ppm भन्दा बढी होइन। त्यस्तै गरी घुलित कार्बन डाइअक्साइड भनेको चाहिँ 20 ppm भन्दा कम होइन। त्यस्तै गरी पानीको pH भनेको चाहिँ 7 देखि 9 होइन। त्यस्तै गरी सम्पूर्ण क्षारीयपना भनेको 50 देखि 200 ppm। त्यस्तै गरी सम्पूर्ण कडापन भनेको 50 देखि 200 ppm होइन। त्यस्तै गरी अर्को एमोनिया भनेको चाहिँ 0.2 ppm भन्दा कम। यानि कि रासायनिक गुणहरू माछा पोखरीमा पानीमा हुने रासायनिक गुणहरू भनेको चाहिँ घुलित अक्सिजन, त्यसपछि कार्बन डाइअक्साइड, pH, सम्पूर्ण क्षारीयपना होइन। त्यस्तै गरी सम्पूर्ण कडापन एमोनिया हुन् भने भौतिक गुणहरू भनेको चाहिँ पानीको गहिराई, पानीको रङ, पानीको पारदर्शिता, पानीमा प्रकाशको क्षेत्र, त्यस्तै गरी पानीको तापक्रम। त्यस्तै गरी जैविक गुणहरू भनेको चाहिँ ठुला जलीय वनस्पति होइन। त्यस्तै गरी फाइटोप्लान्टन, जुब प्लान्टन, हिलो, लेदो आदि चाहिँ माछा पोखरीमा चाहिँ पानीको जैविक गुणहरू हुन्। त्यस्तै गरी अर्को क्वेसनमा जाऊँ। माछालाई एक दिनमा कति पटक दाना दिनु राम्रो मानिन्छ? अप्सन क 2 पटक। अप्सन ख 3 पटक। अप्सन ग 5 पटक। अप्सन घ 4 पटक। यसको राइट एन्सर रहेको छ अप्सन क 2 पटक। अप्सन क 2 पटक। आजको क्वेसन चाहिँ यति नै थियो। कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। र आज चाहिँ एउटा हजुरहरूको साथमा मैले पहिले नै भनेको थिएँ, एउटा सूचना हजुरहरूको लागि छ। जस्तै हजुरहरूले अहिलेसम्म परिषदमा दर्ता हुनुभएको छैन भने यदि आफ्नो डकुमेन्टहरूलाई
चाहिँ दिएर परिषदमा दर्ता हुनुहोस्। किनभने यो भनेको चाहिँ हाम्रो बहुमूल्य चिज जस्तै हो। हामीले अहिले चाहिँ परिषदमा दर्ता गरेन भने हामीले चाहिँ भावी पुस्तामा अथवा भावी आउने समयमा चाहिँ हामीले चाहिँ इक्जाम दिन नपाउने, त्यस्तै गरी अन्य कुराहरूबाट वञ्चित हुने, जस्तै सेवा दिन चाहिँ वञ्चित हुनसक्छ। त्यस कारणले गर्दा हजुरहरूले चाहिँ समय छन्जेलसम्म हजुरहरूले चाहिँ परिषदमा दर्ता हुनुहोस् भन्न चाहन्छु। र यो दर्ता कहाँबाट गर्ने, कसरी गर्ने भन्नुहुन्छ भने मैले चाहिँ सुरुमै चाहिँ हजुरहरूलाई चाहिँ नम्बर चाहिँ लेखिदिएको छु। त्यसमा चाहिँ त्यो नम्बरमा कल गरेर हजुरहरूले चाहिँ दर्ता गर्न सक्नुहुनेछ। त्यो नम्बरमा कल गर्नुभयो भने हाम्रो सरहरूले चाहिँ दर्ता गरिदिनुहुन्छ भन्दै आजको भिडियो चाहिँ यति नै थियो। कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला र अन्य थप यस्तै भिडियो चाहिन्छ भने पार्ट 2 भनेर कमेन्ट गर्नुहोला भन्दै आजको उसबाट चाहिँ छुट्टिन्छ है त।